मात्र भने हो मायाले आजै साले जो म कति रमाउँथे तिमीलाई आफ्नै हो सम्झेर मैले साले जो दाहिने हात समाउँथे अनि अर्को के अरे अर्को पनि बेसी भरी सुन्तलाले
stop, stop. Good, 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 good. Hey. Siri siri hawa chale deurali pakama. के गरेको भिडियो गरेको हजुर हजुर आया One, two, three, four. 1, 2, 3, 4. Tapos naman siya.
लाइन बसेर नाच्नु त दुई लाइन बसेर त ठ्याक्कै मिल्छ अलि अप्ठ्यारो भयो तपाईहरुलाई इसो गरेर दिनभरि पानी परेसी इसो गरेर गोमा हैन यसो हुन्छ तपाईलाई यसरी लाइन बस्दाखेरि डिस्टेन्स धेरै पर्छ हेर्न पाइँदैन यसरी लाइन बस्यो भने अझै माथि चढौला गर तामा खानी हो त्यो ल्याऊ त्यहाँको मान्छेलाई अनि मात्रै मिल्छ लाइन ल यता यता हेर यता
One, two, three, go! केही मिन्टे भयो नि कुमार सरको 40,000 हुन्छ यो अर्को त्यो स्टुडियो कता घर जाने लगिरहेछ त्यही सामान त बेखेदेको लागि अन्त कतो तल गाउँतिर तिम्रो तस्बिर खिच्नलाई तिम्रो तस्बिर खिच्नलाई पूर्वहीमा हाँसेको हसिन्दाले नाचेको पूर्वहीमा हाँसेको हसिन्दाले नाचेको लामचुकाबाट म त अर्कै खिच्छु र Sound! Go! तान्छु तान्छु हैन तल एउटा सेफ्टी बसिदिनु पर्छ यो बिस्तारै 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 आऊ
ईश्वरको वरदान जस्तै हाम्रो ठाउँ ईश्वरको वरदान जस्तै हाम्रो ठाउँ फुल्दै मुस्कुराउने नाच्दै दोबा गाउँ हेर्दा आऊ दोबा गाउँ सँगै जाऊ दोबा गाउँ माया देविका पूर्जा घर चाहिँ म्याग्दी जिल्ला दोबा गाविस। मेरो नाम निर्मला पूर्जा घर म्याग्दी जिल्ला दोबा गाविस वार्ड नम्बर 8 मा छ। अहिले हामी यहाँ सुटिङको लागि बिरकाटे भन्ने ठाउँमा उपस्थित भएका छौँ। यो गीत खास गरी दोबा गाउँको हरेक ठाउँहरूलाई वर्णन गरेर बनाएको गीत हो। यो दोबा गाउँलाई दोबा गाउँमै मात्रै सीमित नभएर मैले अरू ठाउँमा पनि दोबा गाउँ भनेर चिनोस् भन्नको लागि मैले यो गीत बनाएको हो। दोबा गाउँको प्रत्येक ठाउँहरूलाई वर्णन गरेको छ। यो सुटिङ फर्स्ट टाइम हो। एकदमै रमाइलो लागेको छ र मनमा एकदम खुल्दुली पनि भइरहेको छ। के हुन्छ होला कस्तो हुन्छ होला भनेर सबैभन्दा पहिला त यो मेरो इन्ट्रेस्टको विषय हो। मेरो आफ्नै इच्छाले गर्दा मैले आफैले गीत कोरेँ मेरो गीत गाउँको बारेमा। अनि म्युजिक सङ्गीत पनि म आफैले भरेर मेरो शास्त्रीय विधा हो। तर मैले म्युजिक क्लास पनि सेकेन्ड इयर पास गरिसकेको छु तर शास्त्रीय सङ्गीततर्फ। तर यो गीत चाहिँ मेरो शास्त्रीयतर्फ गएन। त्यही पनि आफ्नो ठाउँको गीत किन आफूले नगाउने गाउनुपर्छ भन्ने हिसाबले चाहिँ मेरो गाउँको गीतमा चाहिँ म आफैले मेरो गला भर्ने कोसिस पनि गरेको छु। त्यस्तो लाग्नु स्वाभाविकै हो। किन भन्दा मैले यो गाउँको ठाउँको नाउँहरू अर्को गाउँको ठाउँको मान्छेले नबुझ्न पनि सक्छ। यो गीतभित्र रेलीमै भन्छ साइलो अनि लामचुटा घाँसकुचे त्यस्तो ठाउँहरू त्यस्तो ठाउँको नामहरू प्रयोग भएको छ। तर मैले खास गरी खाम मगर भाषाबाट उत्पत्ति भएको त्यो वर्डहरूलाई चाहिँ राख्न खोजेको हो। त्यो घाँसकुचे भनेर भनेको छु। जस्तो कि त्यसमा घोस भनेको मह र कोच्या भनेको मेल ठमेल अनि लाम भनेको बाटो अनि चुका भनेको डाँडामाथि त्यस्तो त्यस्तो शब्दहरू प्रयोग भएको छ। यो खाम मगरबाट भाषाबाट उत्पत्ति भएको शब्दहरूलाई यो गीत हामीले वास्तवमा हामीले यहाँको बासिन्दाले हामीले आफ्नो भाषा गुमाएका छौँ भनेर हामीले हाम्रो भाषा संस्कृति गुमाएका छौँ भनेर कति चिन्तित हुन्छ। तर हामीले हाम्रो भाषा खोज्नको लागि कति टाढा जानु पर्दैन। हाम्रै यही संस्कृति यही ठाउँहरूले हामीलाई त्यो प्रदान गरिराखेको छ हाम्रो भाषा। अनि मैले त्यो ठाउँहरू त्यो भाषाहरूलाई त्यो ठाउँको नामहरूलाई लोप नहोस् भन्नको लागि पनि मैले त्यस्तो त्यस्तो शब्दहरू यो मेरो गीतमा राखेको छु। र जुन अरू मान्छेहरूलाई अरू समुदायको मान्छेहरूलाई अप्ठ्यारो लाग्नु चाहिँ स्वाभाविक नै अवश्य पनि। हामीले दुःख साथ पनि दुःखहरू बाधा अडचन भेटेर पनि हामीले एकदमै हाम्रो कलाकार बहिनीहरू कलाकार भाइ बहिनीहरू सबैले यो गाउँको आमा समाजहरू सबैले एकदमै आफ्नो ठाउँबाट धन हुनेले धन अनि मन हुनेले मन त्यसरी मलाई सहयोग गर्नुभएको छ। सबै गाउँलेहरूले मलाई आफ्नो ठाउँबाट सहयोग गर्नुभएको छ जसको लागि यसै प्रोग्राम मार्फत उहाँहरूलाई मुरी धन्यवाद दिन चाहन्छु। खास गरी हामीलाई यहाँ अप्ठ्यारो भनेको अलिकति मौसम नखुलेको कारणले गर्दा हामीलाई एकदमै अप्ठ्यारो भयो। बर्खाको बेला रोपाइको बेलामा पनि आफ्नो अभिभावकहरूले आफ्नो छोरी छोराहरूलाई निर्मलाको सुटिङ छ भनेर पठाइदिनु भयो। यो नै मेरो लागि सबैभन्दा ठुलो कुरा सम्झिन चाहन्छु। उहाँहरूको हेल्पलाई म कहिले पनि बिर्सिएको छैन। कलाकार बहिनीहरूलाई पनि एकदमै मुरी धन्यवाद दिन चाहन्छु। यस्तो रोपाइको यो बर्खा मासको बेलामा पनि आफ्नो रोपाइलाई छोडेर मेरो सुटिङलाई पहिलो प्राथमिकता दिएर यहाँ उपस्थित भएर मेरो योजनालाई सफल बनाइदिनु भयो। त्यसको लागि मुरी धन्यवाद दिन चाहन्छु। र
त्यसै गरी पोखराबाट आउनुभएको सुटिङ टिमले पनि मलाई एकदमै सहयोग गर्नुहुन्छ। मेकअप म्यानमा आशिष गुरुङ उहाँले पनि एकदमै मेहनत गर्नुभएको छ। त्यस्तै गरी सूर्यजी, सन्तोष पिठाकोटे मगर उहाँले नै सुरुदेखि नै मलाई तिमी केटी मान्छे एक्लै यत्रो काम आँट्न लागेको छौ, म सहयोग गर्छु तपाईँलाई भनेर आश्वासन दिनुभएको थियो र त्यही अनुसार उहाँले नातिकन एकदमै क्लोज भएर यो वातावरण नै रमाइलो बनाइदिएर दुःखलाई बिर्साउने हिसाबले चाहिँ यो सुटिङ कार्य सम्पन्न गराइदिनु भएको छ। उहाँहरूलाई पनि एकदमै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र कलाकार बहिनीहरूलाई पनि मैले सोचेको थिएँ पोखराबाट सुटिङको लागि तयारी भएर गाउँसम्म जाने भन्दा अब रोपाइको टाइम बर्खाको मास छ, आइदिनु हुन्न होला, थोरै हुन्छ होला मेरो कोरसमा नाच्ने बहिनीहरू भन्ने सोचिराखेको थिएँ। तर उहाँहरू यो आफ्नो घरको कामलाई टाढा राखेर आइदिनु भयो, उपस्थित भइदिनु भयो, जसको लागि कलाकार बहिनीहरूलाई पनि एकदमै मुरी धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर ढिलोको बाटो हाम्रो यो ठुलो सामानहरू यताउता गर्नुपर्ने होइन, त्यसमा राम भाइ, रबिन भाइ अनि विकास तन्जा, त्यस्तै गरेर कुमार दाई, यिनीहरूले पनि मलाई एकदमै सहयोग गर्नुभएको छ भारीहरू यताउता गर्न। उहाँहरूको सहयोग पनि म बिर्सन सक्दैन र यो प्रोग्राम मार्फत नै उहाँहरूलाई मुरी धन्यवाद दिन चाहन्छु। मलाई एकदम सानैदेखि डान्समा इन्ट्रेस्ट थियो अनि यो मेरो इन्ट्रेस्ट थियो। यो मेरो पहिलो प्रयास हो, लाग्छ दर्शकहरूले मन पराइदिनुहुन्छ कि भन्ने आशा राखेको छु। फर्स्ट डेमा चाहिँ मलाई एकदम दुःख भएको अनुभव भयो, किनभने मैले सुटिङ स्टाइलहरू कहीँ पनि देखेको थिएन। एक्कासी आफू सुटिङ स्टाइलमा आउनु चाहिँ मलाई गाह्रो भयो अनि पछिल्लो दिनहरूमा चाहिँ मलाई सुटिङको बारेमा केही ज्ञानहरू भयो, त्यस कारणले सजिलो हुँदै गयो। पछि चाहिँ धेरै जसो कोरस डान्सरहरू चाहिँ फर्स्ट टाइम डान्स गर्दै हुनुहुन्थ्यो, उहाँहरूले पनि एकदमै छिटो टिकिदिनु भयो, मलाई एकदम खुसी लागेको थियो। एकदम गाह्रो लागेको चाहिँ देउराली डाँडामा हो, किनभने हामी त्यहाँ बिहानै गएर पनि एक सर्ट पनि लिन पाएनौँ। मौसमको कारणले गर्दा बादलहरू लाग्ने, पानी पर्ने भएको कारणले हामीले एक सर्ट पनि लिन पाएन। दिनभरि हामी मौसमलाई वेट गरेर बस्दा पनि हामीले एक सर्ट पनि लिन पाएनौँ। त्यसको भोलिपल्ट पनि हामी बिहानै देउराली डाँडामा गएर पनि सर्ट लिन पाएनौँ अनि त्यसको दिउँसोमा मात्र हामीले एक सर्ट लिएर हामी फर्केका थियौँ। अनि अर्को दिन लामचुकामा मलाई एकदम कोरस डान्सरहरूलाई नाच्ने स्थानमा लाँदा एकदम डर लागेको थियो। त्यो मागे अनुसारको स्थानमा लानको लागि त्यो ठाउँ एकदमै अप्ठ्यारो थियो अनि यसमा मलाई चाहिँ विकास तन्जा अनि रबिन दाईहरूले पनि एकदमै ठुलो सहयोग गर्नुभयो कोरस डान्सरहरूलाई सुटिङ स्थलमा लानको लागि। मलाई एकदम रमाइलो प्लस डर लागेको स्थान चाहिँ घाँसकुचे छहरा हो। त्यहाँ चाहिँ चिप्लो ढुङ्गाहरूमा पनि कलाकारहरू सजिलैसँग माथि चढ्न सकेका थिए। त्यहाँ चाहिँ हामी पुरै भिज्दै नाचेका थियौँ, रमाइलो पनि लागेको थियो। अलिकति गाह्रो भए पनि हामीलाई एकदम रमाइलो लागेको थियो छहरामा नाच्दाखेरि। यो सुटिङलाई सक्सेस गराइदिनु हुने सम्पूर्ण कलाकारहरू, गाउँका आमा समूहहरू अनि बुवाहरू, दाजुभाइ दिदीबहिनीहरूले एकदम ठुलो सहयोग गर्नुभएको थियो। उहाँहरूको सहयोगलाई हामीले कहिले पनि बिर्सिनु छैन अनि देश विदेशमा बसेर पनि हामीलाई यो सुटिङमा एकदम ठुलो सहयोग गर्नुभएको थियो। उहाँहरूको सहयोगलाई पनि मैले कहिले पनि बिर्सिनु छैन। यो गीतमा एकदमै गीत मात्रै र नाच मात्रै नभएर मैले कथा पक्षलाई पनि समेट्ने कोसिस गरेको छु। खास गरी आफूभन्दा ठुलो पुस्ताहरूले सानो पुस्तालाई आफ्नो संस्कृति पहिचान, आफूभन्दा
सानो पुस्तालाई हस्तान्तरण गर्न कहिले पनि बिर्सिनुहुन्न भन्ने पछाडि समेटेको छु। किन भन्दा मलाई मेरो बाबाहरू बजैहरूले यस्तो थियो, यहाँ यसरी यहाँको रहन सहन यस्तो थियो भनेर कुरा गर्नुहुन्थ्यो, कथाको रूपमा पनि उहाँहरूले प्रस्तुत गर्नुहुन्थ्यो, जसले गर्दा मैले यो गीत कोर्न सफल भएँ। जस्तो कि यहाँ मेरो बजैले जहिले पनि भन्नुहुन्थ्यो कि यहाँ ऐना ढुङ्गा थियो, यो ऐना ढुङ्गाबाट त्यसको अपोजिट गाउँहरू देखिन्थ्यो भनेर भन्नुहुन्थ्यो। अनि म त्यहाँ गएर हेर्दाखेरि स्वयं मैले पनि त्यो मेरो ऐना त्यहाँ ढुङ्गामा देख्थेँ। तर दुःखको कुरा के भयो भन्दा हामी त्यहाँ ऐना ढुङ्गा भन्ने ठाउँमा सुटिङ गर्न जाँदा त्यहाँ त्यो ढुङ्गा भेटिएन। त्यो हाम्रो संरक्षणमा ध्यान दिन नसकेको कुरा एउटा चाहिँ एकदम दुःखको कुरा त्यस्तो भयो। हाम्रो त्यो प्रकृतिले त्यस्तो चिजहरू दिएर पनि हामीले संरक्षण गर्न नसकेको रहेछौँ भनेर हामीलाई अलिकति दुःखको अनुभव हुँदै हामी त्यस ठाउँबाट फर्कियौँ। अनि त्यस्तै गरेर तामाखानी पहराहरू यहाँ यसरी तामा निकाल्थे पहिला, अनि यस्तो थियो भनेर मेरो आमा बाबा मेरो बजेहरूले सुनाइदिनुहुन्थ्यो। त्यसले गर्दा पनि मलाई छाप परिसकेको थियो कि ओहो मेरो गाउँ यस्तो कुराहरू रहेछ, मेरो गाउँमा यस्तो प्रकृतिको वरदान स्वरूप आएको त्यस्तो कुराहरू रहेछ भनेर मैले यो गीत निकाल्नमा पनि म एकदमै इन्ट्रेस्ट एकदमै कौतूहल थियो र मैले यो गीत क्रिएसन गर्नमा एकदमै सहयोग मिलेको थियो। त्यस कारणले गर्दा मैले सम्पूर्णलाई सम्पूर्ण दर्शक महानुभावहरूलाई म भन्न चाहन्छु कि तपाईहरू देश विदेशमा बसेर पनि अथवा यतै बसेर पनि आफ्नो सन्ततिहरूलाई हाम्रो गाउँमा यस्तो छ भन्ने कुराहरू आफ्नो सन्ततिहरूलाई भन्न चाहिँ कहिले पनि छोड्नु हुँदैन, सिकाउनुपर्छ। हाम्रो गाउँमा यस्तो छ भनेर त्यो कुराहरू यस्तो हो हाम्रो संस्कृति, यस्तो हो हाम्रो पहिचान भनेर सानो पुस्ताहरूलाई दिन चाहिँ हामीले कहिले पनि बिर्सिनुहुन्न। त्यस्तो कुराहरू चाहिँ त्यही गीतलाई चाहिँ त्यस्तै कुराहरूलाई चाहिँ मैले यसमा अलिकति कथा बनाएर प्लस चाहिँ नाचहरूलाई पनि त्यो कथा नाच त्यस्तै प्लस गर्न खोजेको छु।